सम्माननीय सभामुख महोदय, सर्वप्रथम म आज यो रोस्ट्रममा पहिलोपटक उभिँदै गर्दा मलाई विश्वास गरेर यहाँ पुर्याउनु हुने प्युठानी दाजुभाइ दिदीबहिनी आमाबुवाहरूलाई पुनः एकपटक नमन टक्राउन चाहन्छु। सम्माननीय सभामुख महोदय, मान्य अर्थमन्त्रीज्यू स्वयंले भन्नुभएको भाषामा बजेट केवल आंकिक विवरणको प्राविधिक प्रस्तुति मात्र होइन र अर्थ राजनीतिक दस्तावेज मात्र पनि होइन। तसर्थ यति गहन दस्तावेजहरूमा हलुका वा हतारमा टिप्पणी गरिनुले यसप्रति न्याय हुँदैन जस्तो लाग्छ। तर रासोपालाई बजेटमा होस् या अन्य जुनसुकै विषयमा तिम्रो दार्शनिक आधार के हो भनेर प्रश्नहीनता भावले गरेको पाइन्छ। तसर्थ सो कोणबाट पनि बजेटमाथि चर्चा गर्ने अनुमति चाहन्छु। सभामुख महोदय, म मेरो माउली हजुरबा स्वर्गीय मेघराज आचार्यसँग एङ्गेल्सको परिवार, समाज र राज्यको उत्पत्ति पढेर हुर्केको हुँ। मेरो हाल 105 वर्ष पुग्नु भएको हजुरबुवा कविराम वैदिक आज पनि प्युठान खैरामा दिउँसो 1 बजेसम्म पूजापाठ गर्दै हुनुहुन्थ्यो। सनातन पूर्वीय दर्शनको अभ्यास र समाजवादको अध्ययनसँगै हामी मध्ये धेरैजना हुर्कियौँ। मान्य अर्थमन्त्री र मैले अध्ययन गरेको एउटै विश्वविद्यालय लन्डन स्कुल अफ इकोनोमिक्सको इतिहास फेबियन सोसाइटीसँग जोडिएको छ, जो बेलायतको समाजवादी अभियानको अभिन्न हिस्सा थियो। तर विश्वविद्यालय जडसूत्रवादी हुँदैन भन्ने उदाहरण त्यही विश्वविद्यालयमा भएको फ्रेडरिक हायकका लिबरल पोलिटिकल इकोनोमी सिद्धान्तलाई समेत हायक प्रोग्रामबाट स्थान दिएको थियो। हामी दायाँ वा बायाँ भन्ने बाइपोलर वर्ल्डमा छैनौँ, विखण्डीकृत राजनीतिमा छैनौँ। आजको युगमा नीतिहरू मल्टिडाइमेन्सनल हुन्छन्, एकाङ्की हुनैपर्छ भन्ने छैन। संसारका कुनै पनि देश छैनन्। हामीलाई व्यवसाय गर्न पाउने हकको संरक्षण गर्नु छ र हामीलाई बढ्दै गरेको आर्थिक असमानताबारे पनि चिन्ता छ। सामाजिक न्याय र अवसरको समानता हाम्रा प्रतिबद्धता हुन्। हामीलाई निम्न वर्गको चिन्ता छ, तर वर्गीय राजनीतिमा टेकेर मजदुरहरूलाई दलीय बन्धनमा पारी आफ्नो पोलिटिकल मसिनरी बनाउनु छैन। सम्माननीय सभामुख महोदय, सामाजिक न्याय सहितको उदार अर्थतन्त्र र लोक कल्याणकारी राज्यको निर्माण हाम्रो पार्टीको मूल सिद्धान्त र आदर्शमा छ। तर हाम्रो वाचापत्रमा हामीले लेखेको चाहिँ हामी स्पष्ट छौँ कि सामाजिक न्यायको दायरा राष्ट्रको आर्थिक सामर्थ्य र दिगो लोक कल्याणकारी राज्यको आकारसँग प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छ। हो, त्यसकै बीचबाट निस्किएको एउटा उदाहरण थियो समता शुल्क, पब्लिक फाइनेन्सको एउटा फन्जिबिलिटी केस। यसमा पनि प्राइभेट स्कुलको सन्दर्भमा फीको 3% मात्र तय गरिएको छ। देशैभरका दलित र निम्न आय परिवार लगायतका लक्षित विद्यार्थीहरूको छात्रवृत्तिमै 8 अर्ब 60 करोड दायित्व पर्न आउँछ। यसको पूर्ति गर्दै समता शुल्कले आफ्नो नाम अनुसारको समता प्रवर्धन गर्न सहयोग पुर्याउँछ। सम्माननीय सभामुख महोदय, सम्माननीय प्रधानमन्त्रीज्यूले यही रोस्ट्रमबाट बोल्नुभएको, तर ओझेलमा पारिएको अर्को कुरा के थियो भने उहाँ मेयर रहँदा व्यवस्था गरिएको छात्रवृत्ति र निःशुल्क बेड नै समाजवादको एउटा सुरुवाती प्रतीक हो भन्ने। हामी दार्शनिक आधारमा चुकेका छैनौँ सभामुख महोदय, बुझेर कार्यान्वयनको बाटोमा समेत हिँडिसक्यौँ। यो बजेट हाम्रो सपनाको राज्य निर्माण गर्ने, दुवै पाटा आर्थिक सामर्थ्य बढोत्तरी गर्ने र लोक कल्याणकारी दायित्वलाई इफिसियन्ट बनाउने दिशामा निसन्देह हिँडेको छ। हामीलाई यो पनि हेक्का छ कि हामीले स्वीकार र सम्मान गरेको नेपालको संविधानका राज्यका निर्देशिक सिद्धान्तमै यी कुरा स्पष्ट छन्। सम्मानित सभामुख महोदय, संविधानमा उल्लेखित राज्यको निर्देशक सिद्धान्तलाई सरकारको बजेटले कसरी जीवित बनाउँदैछ भन्ने केही दृष्टान्त पेश गर्ने अनुमति चाहन्छु। अस्ति मान्य अर्थमन्त्रीज्यूले प्रश्न भन्नुभएको थियो, हामी कम्युनिस्टको आवरणमा क्रोनी क्यापिटलिस्ट होइनौँ। त्यो कसरी पालना हुन्छ त? बजेट वक्तव्यमै प्रश्न छ। स्वार्थको द्वन्द्व, कार्टेलिङ तथा एकाधिकार प्रवृत्ति विरुद्ध कडा नियामकी व्यवस्था। विनियोजन विधेयकको 5वटा मार्गदर्शक सिद्धान्तको अग्रस्थानमै प्रश्न लेखियो, विधिको शासन, संस्थागत कुशलता र सार्वजनिक सदाचारको सर्वोपरिता। संविधानमा भनिएको उपलब्ध साधन र स्रोतको अधिकतम परिचालनद्वारा तीव्र आर्थिक वृद्धि कसरी हासिल हुन्छ त? बजेटको 14 नम्बर बुँडामा पढ्न सक्नुहुन्छ। पूर्वाधारमा निजी लगानी प्रवर्धन गर्न वैकल्पिक विकास वित्त कोषको स्थापना गरेर जस सम्बन्धी ऐन यही सभाबाट पारित भइसकेको छ। बजेटको 15 नम्बर बुँदामा नयाँ विषय छ, सोभरेन वेल्थ फन्ड, वैदेशिक मुद्राको केही प्रतिशत रकम सार्वभौम सम्पत्ति कोषद्वारा परिचालन गर्ने। सम्मान्य सभामुख महोदय, हामीले सधैँ राष्ट्रिय पुँजीको विस्तारको कुरा गरिराख्यौँ, तर त्यसको स्वरूप र आकार कस्तो हुन्छ भन्ने कुरा गरेनौँ। हाम्रो टाउकोमा यति ऋण छ भन्ने मात्र भाष्य भएको ठाउँमा हाम्रो टाउकोमा यति सम्पत्ति छ भन्न मिल्ने संयन्त्रको उद्घोष पहिलोचोटि यो सरकारले गरेको छ। सार्वभौम सम्पत्ति कोषको चर्चा पहिलोचोटि सरकारको बजेटमा आएको छ। यसमा सरकारलाई बधाई तथा धन्यवाद भन्न चाहन्छु। त्यसै गरी स्वास्थ्य बिमामा व्यापक सुधारको कुरा आएको छ। स्वास्थ्य बिमामा सुधार गरी आगामी 3 वर्षभित्र 90% जनसङ्ख्यालाई समेट्ने लक्ष्य महत्त्वपूर्ण छ। यसले नागरिक स्वास्थ्य खर्चको भार, आउट अफ पकेट एक्सपेन्सेस उल्लेखनीय रूपमा घटाउन सक्छ। सामाजिक सुरक्षा कोषको विषय पनि आएको छ। सरकारले श्रम गर्ने जुनसुकै वर्गको श्रमिकलाई राज्य छ है भन्ने महसुस दिलाउने साधन एसएसएफ हो।
त्यसैले संविधानले परिकल्पना गरेको श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई कार्यान्वयन गर्न योगदानमा आधारित सामाजिक सुरक्षा ऐन 2074ले व्यवस्था गरे बमोजिम सबै रोजगारदाताहरूको सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने विषय अपरिहार्य हो। आबद्धताको विषय स्वैच्छिक हुन सक्दैन। राज्यको सबै निकायहरूले सामाजिक सुरक्षा कोषको आबद्धतालाई संस्कारको विषय बनाउनै पर्छ र यही क्रममा मैले सरकारलाई सुझाव पनि दिन चाहन्छु कि अनौपचारिक क्षेत्रमा सामाजिक सुरक्षा कोष जोड्नका लागि